Hello internet, namaste. Welcome to my YouTube भैँसी channel पाल्छौँ RC Moto Vlog 99। आज चाहिँ हामी जाँदैछौँ बागलुङको जैमिनी नगरपालिकाको हाम्रो तिलक सरको गाउँमा। हेरौँ है के कस्तो हुन्छ। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ अफरोडमा हामी बिस्तारै बिस्तारै राम्रा सिनहरू देखिनेछन्, राम्रा गाउँहरू देखिनेछन्। तपाईँहरू देख्न सक्नुहुनेछ। हाम्रो कमल सरको घर यही हो कि कसले निकाको यही हुनुहुन्छ होला। आज चाहिँ हामी ठिकै छ, तर जुन प्रकारले नेपाली इङ्ल्यान्डसँग हार्यो त्यो पीडा चाहिँ मनमा रहिरहनेछ। नेपालले हारेको कुरा बिस्तारै हाम्रो यात्रा निरन्तर रूपमा अघि बढिरहेको छ। यो चाहिँ कालीगण्डकी करिडोर हो गाइजहरू। आजभोलि राष्ट्रिय राजमार्ग हो, राष्ट्रिय हाइवे। यहाँदेखि बुटोल पाल्पा पुग्न सकिन्छ। हाम्रो यात्रा सुरु भइसकेको छ। करिब यहाँदेखि 1 घन्टा जति लाग्ने अनुमान गरिएको छ। यहाँदेखि 40 मिनट। कति किलोमिटर छ यहाँदेखि? हजुर, 30 किलोमिटर। हामीले पुलको यात्रा पनि गऱ्यौँ। पुलमा सहजै भयो। त्यसपछि फुल चस्मा लाउनु पर्ने छ कहाँनिर। अहिले अलिक चिसो भाजी लाग्छ। हेर्नुहोस्, वास्तवमा नेपाल प्रकृतिको स्थल हो। साइडमा भाँडाहरू रमाइलो पक्की तोरी फुलेको निकै राम्रो छ। तपाईँले यो बाइकसँग पनि छुट्टै लगाव छ होला सर। सुख दुःखको साथी पहिलेदेखिको होइन? हजुर। मेरो सम्बन्ध विविध विषयमा छलफल गर्दै गरिरहेका छौँ। यहाँ बाटोको आवश्यक हुन्छ, प्रेसर छ टाइमको। हाम्रो प्लान अनएक्सपेक्टेड प्लान भनेको हामी जानुहुन्छ सरको गाउँ भन्ने अनएक्सपेक्टेड प्लानहरू यो कालीगण्डकी कोरिडोरमा पुल बन्यो भने चाहिँ यसले बुटोलसम्म इन्डिया यो राष्ट्रिय राजमार्ग हो।
9 बजे यहाँको हिँड्नुमा बजारहरू ठिकै हुन्छ, चहल खाना पहल पनि निकै खाइसकेका बढेको हुन्छौँ छ। होइन, खोला नाला ढिला पनि खोडा सुरुङ्गी सबैसँग साक्षात्कारले अघि बढ्यो यात्रामा। यात्रा बेगौसुली अगाडि बढिरहेको छ। 9 बजे हिँडौला ठिकै। घरमा हामी मम्मी आउँदाखेरि बाबा ठ्याक्कै साथीहरू भाइले सुन्तला खाना खाइरहेको पकाउन हुन्छन्। भइसकेको छन्। सुन्तला भेट्ने हिसाबले हामीलाई हेर्नुहोस् यहाँ 9 बजे प्रकृति हिँडेर त हामी अवस्था बनाएको छ। के अरे पाउने 10 मै आइपुगिन्छ के सुन्तला खाने बेला हो र। त्यति ए ल व्यस्त त त्यसो भए झन् भइदियो राम्रो, होइन, तर सुनमा यता सुगन्ध कता मिसियो। मुस्ताङ यताउता जाने यात्रीहरू निरन्तर रूपमा 9:30 सम्म हिँडौला के खाना साना खाएर। हजुर आज सर उता पोखरादेखि आउनुभयो, डाइरेक्ट आएर हामी फेरि होइन, टार्गेट हाम्रो अब लोकल ठाउँतिर आवश्यक हुँदैन, तर आज घुम्ने बादलहरू लागेको छ, जङ्गलहरू परिवेशहरू निकै रोमाञ्चक छ होइन। ट्रान्समिसन लाइनहरू तपाईँहरूले देख्नुभयो हरेक के भन्नुभयो त आमाले? हामीको एउटा यात्रा हो गाइजहरू, उकाली ओह्राली सबै छ भने जस्तो जिन्दगीमा हुन्छ, कहिले रात हुन्छ, राइडिङ रमाइलो गरिएको युनिकर्न बाइक हो सरको होइन। 160 सीसीको बाइक पिकअप राम्रो दिइरहेको छ, माइलेज पनि राम्रो दिइरहेको छ। त्यसमा नयाँ केरा बाइकहरू राम्रो चलिरहेका छन्। त्यसपछि हाइवेमा तर जोड्यो भने इन्डियादेखि पर्यटन एउटा राम्रो मुनाफा दिन सकिन्छ कहिले आउनु गाइडहरू होइन। छेउमा धानका पाताहरू, यहाँ धानहरू मिठो छ, साँझ पकाउन जायो। हेर्नुहोस् जुनको बत्तीको छेउमा बत्ती बालेहरूले अब हामी लगभग पुसमिसेर पुग्दैछौँ। पुसमिसेराबाट थोरै उकालोतिर सरको घर मिसेर आइयो होइन। नगरपालिकाको केन्द्रमा आइयो। यहाँ छेउमा फुलहरू फुलेका होइन, लाइटहरू जलेर सुनहरू एकदमै राम्रो देखिएको छ। चहल पहल पनि राम्रै देखिएको छ। यहाँहरू मध्यरात भ्याउन छुटिसक्यो, अलिअलि डर लागिरहेको छ। बाटो यहाँ बनाउँदैछ होइन, पिच बाटो बनाउँदैछ। गाउँहरू देखिएको लगभग अब 7 बज्नै लागिसकेको छ। लगभग हामी 7 बजी पुगेर लगभग फर्किनेछौँ। हामीले विविध विषयमा छलफल रमाइलो गर्दै होइन। ब्रेक चाहिँ लिएन, हामी रेगुलर रेगुलर साइडमा खोलाहरू पनि बगिरहेका छन् होइन गाइस। गुड मर्निङ गाइस, हेर्नुहोस् आज चाहिँ बिहान उठ्यो होइन। यहाँ देख्न सक्नुहुन्छ कोइलीहरू बासेको सर, राम्रो छ, सुन्दर गाउँ, अद्भुत गाउँ। सर कोइलीको कुहु कुहु तपाईँहरू सुन्न सक्नुहुन्छ। कोइलीको कुहु कुहु आफ्नै कानले सुन्नुहोस्, आनन्द उठाउनुहोस् होइन। गाउँले जीवन वास्तवमै रमाइलो नै हुन्छ होइन। हामीले खानासाना खाएर हामीले चाहिँ अब खाना खाइयो होइन, दुधसुध खाइयो, गाउँमा एकदम रमाइलो हो। गाउँको खाना घिउ खाइयो होइन। अब त्यसपछि प्याकिङ गरियो, यो मोय हाम्रो श्रीमानलाई लगिदिने हो गाइजहरू। हामी फर्किन लागेको गाइजहरू होइन। अब चाहिँ हामी कुसमा जान लागेको तिलक सरको घरबाट। एकदम फ्यामिली रूपमा बसियो गाइजहरू, रमाइलो हो होइन। रमाइलो रहेछ गाउँ, तिलक सरको गाउँ हाम्रो हो। हामी गइरहेको छौँ अहिले सर र म होइन, तपाईँहरू देख्न सक्नुहुन्छ। हेर्नुहोस् खोला गाउँ
हाम्रो सर हिजोले आज अनि गयो हामी यात्रा सुरु। बाटो नराम्रो छैन सर यहाँ। छैन हाम्रो घर धेरै दुर्गम ठाउँमा छैन सर। छैन हाम्रो त गिट्टीहरूले यति बाटो बिगारेछ सर हाम्रोतिर। अब यही हो कि चिन्ताको विषय भएर काम गर्ने मान्छे होइन। त्यही नै आमा बाबा एउटा साथी भएकी छन् तिनी गीता बहिनी। हो धेरै राम्रो आदिम घर भएकी मान्छे। हो राम्रो बोल्ने मिजासिलो हुनुहुँदो रहेछ। कहाँबाट धन्ने यहाँ चाहिँ पोस्टिङ भएछन् कि त्यो बारीको हजुर जयमुनी नगरपालिका 10 नम्बर वडा। हजुर अब आमासँग बिदा मागेर आइयो होइन गाइजहरू। त्यही हो हाम्रो यहाँदेखि तपाईँ देख्न सक्नुहुन्छ बाटो ठिकै छ कन्डिसन। साइडमा खोलाहरू बगिरहेको हुन्छन् होइन। त्यही हो यस मेरो ब्याग चाहिँ एकदम भारी छ। सामानहरू धेरै राखेको छु। मैले सरलाई भनेको थिएँ धेरै सामानहरू नराखौँ गाह्रो हुन्छ बाइकमा बोकेर भन्दा पनि। तर होइन गाउँको घरको माया मिसाएर ल्याएर चलाउनेलाई गाह्रो भएको छैन। म बोक्नेलाई चाहिँ गाह्रो भइरहेको छ कि गाइजहरू। त्यही हो मलाई त निद्रा लाग्दो जस्तो पो भयो त गाइजहरू होइन। एउटा बाजे भेटिनु भएको छ अगाडि। के हुन्छ जस्तो लाग्यो। हजुर जानेकै मान्छे अघि आइहाल्यो। एक्लै भए भए पसाल्नुहुन्थ्यो कि नै? बसाल हजुर बसाल्छु नि। मेरो गाउँका मान्छेहरू हुन् तिनीलाई मैले चिनेकै छु। स्कुल मन्दिरको विभिन्न दलित समुदायको अभिभावक हुन् होइन। ए ल सुरक्षित ल बस्नु तपाईँ म कहाँ हिँडेर हिँड्नु भयो भने म पुर्याइदिन्छु भनेर नि। म एक्लै गएँ नि दुइटा गएँ नि बरु एउटै होइन। सहयोगी भावना हुनु पर्यो। त्यसै चाहिँ हल्लाले देश बन्छ स्ट्रङ गरेर देश बन्छ भन्छु नि सुनिता। त्यस्तो देश बनाउन त पहिला सब सहकार्य समन्वय घाट भनिसक्यो उतापट्टि चाहिँ दामी बसिरहेको हिजो भरत त पोखराबाट आइसकेको थियो। अब भरतहरूलाई लिएर अबको चित्त दुखाउन सक्दिनँ कि म बाहिरसँगै उसँग बसेर नि बाहिर खान सक्छु होइन। तपाईँ म चाहिँ भित्र गएर नि मेरो चाहिँ किचनमा लगाएर मैले खुवाउन सक्दिनँ कि। पुरानो पुस्तालाई सम्मान गर्नुपर्छ स्रष्टाको सम्मान गर्नुपर्छ होइन। त्यो कुरामा होइन नि त अस्ति आएको त्यस्तै त साइनवाला त होइन 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 नि त हो र होइन बाइक फरक छ त नत्र त नयाँ बाइकै चढ्थ्यो होला नि। नयाँ हो क्या त रातो र कालो भएको। तर साइन थिएन यो त एफजेड जस्तै थियो। आँखा त त्यस्तै लाग्छ होइन। सोधौँला नि यिनको यो बाटो हो र होइन? हजुर छोड्दिनँ यो बाटो होइन होला। तिमी यहाँ कहाँ जान्छन् र? यहाँबाट उता जाने हो होइनन् होला कि हजुर। हो यहाँबाट उता जाने हो क्या त्यसो गरेर जान रे। मैले अघि पारी देखाइरहेको थिएँ नि बाटो हाम्रो घरको ठ्याक्कै पारी नि चिन्ने बाटो हो क्या सर यो। कपालतिर खोला यो ठुलो खोलामा नि हाम्रो एउटा भन्दाखेरि हाम्रो खोलाको नाम त्यसको नाम ठुलो खोला हो। हजुर ठुलो खोलामा पुल छ त्यहाँ मोटरेबल पुल रुम्टा घाट भन्छ त्यसलाई। त्यस्तरी कुरा बुझ्नु पऱ्यो। परिसक्यो सुरु 1-2 दिनमा पानी परेको थियो त्यही दिनै हालिदियो होइन।
तेरो रेस बढाउने रहेछ, पछि सिके रेस धेरै ठिकै दिने भन्ने कुरा। अनि त्यसपछि त बानी परिसक्यो। रेस किन दिनुपर्छ र अहिले मैले छोकै होइन है, उकालोमा छुटिरहेको छ ल हेर्नु न। अहिले म त्यति धेरै कन्फिडेन्ट छैन। हजुर, तर राम्रो राइडर तपाईँ भन्नाले म ओभर कन्फिडेन्टवाला छैन, हो। म आफूमा कन्फिडेन्ट छु। हो, तर अब हात छोडेर अनेक तरिकाले स्टाइल गरेर बाइकलाई चाहिँ पाङ्रा उफारी चलाउन डराउँछु होइन, बिस्तारै चलाउँछु, धेरै आतिन्न। मेरो गाउँ समाजमा छवि राम्रो बनाएको छु क्या सर मैले। यहाँ हाम्रो गाउँघरतिर होइन हरेक मान्छेले नि असल व्यक्तित्व निर्माण गरेर गइरहेको क्या सर। त्यो कुरा महत्त्वपूर्ण कुरा नि त्यो हो। हेर्नु सबै मान्छेले चिन्छन्, सबै मान्छेसँग मित्र बन्नको लागि यहाँका गरिब दलित पिछडिएका वर्गहरूलाई हामीले चाहिँ भेदभावको दृष्टिले हेर्नु भएन। जो भनेर सामाजिक परिवर्तन धेरै लामो प्रक्रिया हो। त्यही भएर आजको आजै नै खोला भाषामा भन्दा नि ठुलो खोला भन्छु। तर अब यहाँनिर आइसकेपछि खेल सकिएछ यार झट्टै। जान्छ कि नै त होइन, यो रिजर्भमा लगाएर पनि पैसा नि पुग्छ त। हजुर, विष्णुजी नमस्कार है, नमस्कार। रोक्ने जाउँ। होइन रोक्ने होइन क्या, मलाई त्यति भनेको थियो नि। खुसी भइसक्यो भने उसलाई भेट्न आउने हुन्छन्। हतार थियो 10 बजेको बेलामा तपाईँलाई रोकेर तपाईँलाई बोलाइयो भने नि सार्वजनिक सेवा प्रवाहमा अवरोध आउँछ। त्यही भएर त्यो बेलामा सरले रोक्नु भएन, हामीलाई वास्ता गर्नु न भनेर नि। तैँले योलाई दिने, मैले योलाई दिने भनेर बिहान 6 बजे स्कुल जान्थेँ। बाबाले 9:30 बजे लगेर मलाई टिफिनमा भात छोडिदिएर आफू स्कुल जानुहुन्थ्यो। बाबा नि प्रहर नै हो कि। अनि म चाहिँ फर्स्ट पिरियड 10 कक्षामा मेरो फर्स्ट पिरियड साइन्स थियो। साइन्स पढाएपछि सेकेन्ड पिरियड लिडर थियो। मैले सेकेन्ड पिरियडमा खाना खान्थेँ। हजुर, अनि बेलुका पनि पढाएर 6 बजे घर जान्थेँ। म बिहानबाट बेलुका 6 बजेसम्म स्कुलमै हुन्थेँ। त्यति गरेर ट्युसन पढाएर +2 पढाएर अनेक गरेर पैसा कमाएर नि घर थियो। मैले त्यो अहिले भएको मेरो ठुलो घर छ नि, त्यो घरको जग्गा बाबाको होइन, मेरो सानो अङ्कलको अंशको हो। उहाँलाई मैले पैसा दिएर किनेको कि त्यो जग्गा म आफूले किनेको के। त्यही भएर त आमाको नाममा पास गर्दैछु क्या मैले त्यो घर पनि। हजुर, अब हामी संयुक्त रूपमै गरियो, बाबा भाइ म सबै घर बनाइयो। अब कति मिनट लाग्दो रहेछ पुसमिसेराबाट? 45 गयो ठ्याक्कै। भरत चाहिँ यहाँबाट 15 मिनटमा पुग्न पुग्छ ल। भरत ए हो 5 मिनट लाग्ने रहेछ। ठ्याक्कै 5 मिनट हो। अब यहाँबाट 10 मिनटमा हजुर,
भन्नु यार बिग्रियो नि भने अब भइहाल्थ्यो नि यार यो त्यो मान्छे आउँदा झुक्किहाल्ने क्या म यहाँ पल्टनको लाउँदै